तपाईहरुले अब अहिले त एआई सेआई गुगल च्याट जिपिटी सब छ है। जस्तो लिस्टको अरू कुन कुन मेथड हुन्छ, स्ट्रिङको अरू कुन कुन मेथड हुन्छ, यो सबै कुरा जान्नु पर्यो है एकदम। किनभने यो फाउन्डेसन हो। पाइथनै नजानिकन, कोर प्रोग्रामिङै नजानिकन भोलि त्यो एउटा फ्रेमवर्क टेन्सरफ्लो चलाएर पाइटर्स चलाएर हुने केही छैन। किनभने तपाईहरुलाई भोलि ठुलो कम्पनीमै इन्टरभ्यू मिल्यो भने पनि सोध्ने क्वेसन भनेको चाहिँ कोर पाइथनकै हो। त्यही भएर पनि यसलाई एकदम टाइम दिनुस्, रिसर्च गर्नुस्, अरू के मेथड छ। मैले त तपाईहरुलाई हुन्छ नि त्यो लाइक अब स्ट्रिङकै केसमा मैले जम्मा 4 वटा मेथड सिकाएँ। बट हुन त धेरै हुन्छ नि त। स्ट्राइप सिक्नु हुन्छ नि, इज लोअर, इज अप्पर, इज अल्फा, त्यो सबै हजुरहरूले आफूले एक्सप्लोर गर्नु पर्यो है। ल आज चाहिँ हामी डे 5 मा छौँ। सो लास्ट क्लासमा हामीले कन्डिसनल स्टेटमेन्टको दुईटा केसेस जसमा इफ र एल्स आउँथ्यो र मल्टिपल केसेसमा इफ अनि चाहिए जति एलिफ र एलिफ भनेको एल्स इफको सर्ट फर्म हो र एल्स आएको थियो लास्टमा। लास्ट ब्लकलाई एलिफमा लेखिरहनु पर्दैन किनभने बाँकी रहेको सबैलाई के भन्न मिल्यो, एल्समा राख्न मिल्थ्यो। सो आज चाहिँ हामी नेस्टेड इफ एल्स पढ्छौँ। भन्नुको मतलब इफको भित्र पनि इफ एल्स आउँछ है, इफ भित्र पनि इफ एल्स आउन सक्यो। सर तपाईँको फेरि स्क्रिन शेयर भित्र भएको छ पनि डट डट भनौँ, एलिफमा पनि फेरि इफ एल्स आउन सक्यो। यसरी एउटा भित्र अर्को भएको पढ्नेछौँ। त्यसको लागि मैले एउटा इक्जाम्पल लेख्छु नेस्टेड इफ एल्सको लागि। सुरुमा यो नेस्टेडै नबनाउँ हामी। जस्तो एउटा कन्डिसनल स्टेटमेन्ट बनाउँ। फर इक्जाम्पल आजको दिन मेरो स्क्रिन सेयर भइरहेको छैन है। ल भन्नु पर्थ्यो तपाईहरुले। भनेको सर तपाईले अब सुन्नु चाहिँ भएन। सेयर भयो। अघि भन्नु है, यस्तो प्रब्लमहरु आउँदा भन्नुस्। तपाईहरुले अनम्युट गर्ने, मजाले बोल्ने, एकदम कम्युनिकेटिभ होस् के क्लास। सो डे 5 मा छौँ हामी। आज हामी नेस्टेड इफ एल्स हेर्छौँ। भन्नुको मतलब एउटा इफ भित्र फेरि अर्को इफ एल्स कसरी बस्छ अनि एलिफ भित्र पनि इफ एल्स कसरी बस्छ यो हेर्छौँ। यसको लागि सुरुमै हामी नेस्टेडमा लाँदैन, एउटा सिनारियो हेरौँ पहिला। राइट अ प्रोग्राम है, डब्लुएपी भनेको राइट अ प्रोग्राम द्याट ह्याज टु भेरिएबल्स इज हट अथवा इज कोल्ड एन्ड इज रेनी एन्ड प्रिपेयर फर कन्डिसन्स फर इट है। यसमा 4 वटा कन्डिसन लागू हुने गरी बनाउने। जस्तो इज कोल्ड भन्ने भेरिएबल छ एउटा, चिसो छ कि छैन। अर्को भनेको इज रेनी, पानी परेको छ कि छैन। दुईटा केसेस छ हेर्नु है। अब मलाई यो ट्रु फल्स, अस्ति मैले भनेको चाहिँ यो मतलब हुँदैन मलाई सुरुमै। ट्रु फल्स जेसुकै होस्, मैले कन्डिसन लेख्दा त्यसको भ्यालुसँग मतलब हुँदैन, मलाई भेरिएबलसँग मात्र मतलब हुन्छ। ल मैले लेखेँ इफ इज कोल्ड एन्ड चिसो पनि छ रेनी पनि छ। सो मैले के लेखेँ, प्रिन्ट बाहिर जाँदैछ कोही भने चिसो छ वेयर वार्म क्लोदिज, तातो लुगा लगाऊ, एन्ड टेक अम्ब्रेला, र छाता लगाऊ। अर्को केसेस के हुनसक्छ, एलिफ इज कोल्ड, चिसो चाहिँ छ हैन, तर रेनी चाहिँ एन्ड नट के त इज रेनी, पानी चाहिँ परेको छैन। यो केसेसमा के हुने भयो, प्रिन्ट इज कोल्ड भएकोले गर्दा तातो लुगा चाहिँ लगा, क्लोदिज एन्ड डोन्ट टेक अम्ब्रेला, ल छाता चाहिँ लानु पर्दैन किनभने चिसो मात्रै छ, पानी परेको छैन। अब अर्को केस के हुन सक्यो, एलिफ नट इज कोल्ड, चिसो चाहिँ छैन हैन, एन्ड इज रेनी, पानी चाहिँ परेको छ। चिसो छैन, पानी परेको छ भने चाहिँ प्रिन्टमा के हुने भयो, जस्ट टेक अम्ब्रेला, पानी मात्र परेको छ, अम्ब्रेला मात्र लग्दा भयो। यसमा पनि हामी छोटो बनाउँ है। ल जस्ट वेयर वार्म क्लोदिज लेखौँ। ल जस्ट वेयर वार्म क्लोदिज, तातो लुगा मात्र लगाएर। अब अर्को केस भनेको के हो, एलिफ नट इज कोल्ड, चिसो पनि छैन, एन्ड नट इज रेनी, पानी पनि परेको छैन हैन। यो केसेसमा चाहिँ ल केही पनि झन्झट परेन, इन्जोय लेखिदिएको छ है। अब यो कोडमा फर्स्टमा हामीले यहाँनिर अब भ्यालु बस्न थाल्यो। यो ट्रु छ अरे सपोज, जेसुकै होस्, यो त ट्रु फल्स, फल्स ट्रु, ट्रु ट्रु, फल्स फल्स हुँदा यो 4 वटा केसेसलाई यसले हुन्छ भ्यालु दिन्छ। सो अहिलेको केसमा मैले यो ल फल्सै राखेँ भने चाहिँ हेर्नु त, इज कोल्ड चिसो चाहिँ छ, पानी परेको छैन भने चाहिँ के हो, चिसो चाहिँ छ, एलिफ इज कोल्डमा ट्रु आउने हो। एन्ड नट इज फल्स भनेको फेरि ट्रु हो नि त। हेर्नु है नटले कसरी काम गर्यो, इज रेनीमा माथिबाट के आउँछ, फल्स आउँछ। हेर्नु है यहाँ के आउँछ, फल्स आउँछ हो, फल्स आयो। अब नट फल्स भनेको के हो भन्नु त, ट्रु हो कि होइन, ट्रु हो नि त। अनि
इच कोल्डबाट पनि के आएको छ, ट्रु आएको छ माथिबाट। सो ट्रु एन्ड ट्रु इज ट्रु क्या, होइन। ट्रु एन्ड ट्रु भएर यही ब्लक मात्र के हो, ट्रु हो। अब यो भयो, यो यसमा के आउने भयो, जस्ट वेयर वार्म क्लोथेस। अब हेर्नु यो कोडमा, यो कोड चाहिँ लेख्ने भनेको बिगिनर इन्टर्न भनेर हायर गर्छ नि कम्पनीमा, लाइक कोड चल्यो बट यसमा धेरै इम्प्रुभमेन्टहरू बाँकी छ। के बाँकी छ हेरौँ है त। जस्तो यसमा हामीले थपौँ, यसमा चाहिँ यो सुरुमै मैले दुइटै इज कोल्ड र इज रेनी अस्ति पढाएको थिएँ यो कुरा, दुइटै हेरिसक्यो, दुइटै ट्रु छैन भने सेकेन्ड अप्सनमा गइसक्दा मैले एउटा मात्रै हेर्दा पुग्छ, किनभने दुइटै भएको ट्रु भएको भए त फर्स्ट स्टेटमेन्ट चल्थ्यो। सो एलिफ इज कोल्ड, एलिफ इज रेनी, म के गर्छु यो यसमा एउटा भेरिएबल मात्र चेक गर्छु। यो बुझ्यो है। जस्तो फर्स्टमै हामीले दुइटै ट्रु भएको केस लेख्यो भने चाहिँ बाँकी रहेको अर्कोमा लेखिरहनु पर्दैन। किन पर्दैन, किनभने दुइटै ट्रु भएको भए त फर्स्ट केस एक्जिक्युट हुन्थ्यो नि त। दुइटै ट्रु छैन, दुइटै ट्रु नभएकोले गर्दा चाहिँ के चलेको हो त, यो सुरुको एक्जिक्युसन भएन। सो त्यो सुरुको भएन भन्नुको मतलब एउटा न एउटा फल्स छ। एउटा न एउटा फल्स छ भने चाहिँ इज कोल्ड ट्रु छ कि इज रेनी ट्रु छ, एउटा हेरेको नि त। एउटा त फल्स छ, एउटा फल्स छ, एउटा ट्रु छ। सो इज कोल्ड ट्रु छ कि इज रेनी ट्रु छ एउटा हेर्दा भयो, अथवा दुइटै फल्स छ भने कुन चल्ने भयो, लास्टको स्टेटमेन्ट चल्ने भयो। बुझिन्छ है। अब यसमा मैले यो लास्टको एलिफलाई पनि केमा गर्न मिल्यो, एल्समा गर्न मिल्यो भनेको बाँकी रहेकोमा के त प्रिन्ट इन्जोय। सो हेर्नु है, यो इन्टर्नले लेख्थ्यो भने अब यो कोड कसले लेख्छ, जुनियर डेभलपरले लेख्ला, होइन। यो कोड कसले लेख्यो, जुनियरले लेख्यो। अब यसलाई अझै राम्रो बनाउन मिल्छ, त्यो अझै राम्रो भनेको मम्मी दर्शन ल म क्लास लिँदैछु, दाइ भाउजू न्यु रोड गएका छन्, के किन्न आएको छैनन् ल। भात अब तरकारी पकाएँ, भात बसाउँछु अब। ल म यी क्लासमा छु अनलाइन ल। ल बुवा सुत्नुभयो, ल भनिदिनु बुवालाई पनि ल। सरी गाइज, एकछिन मलाई यहाँ एउटा कल आयो इम्पोर्टेन्ट। सो नेस्टेड इफेल्स भनेको चाहिँ इफभित्र फेरि अर्को इफेल्स, एलिफभित्र फेरि अर्को इफेल्स है। अब हेर्नु यो कोडलाई सर्ट फर्ममा यसमा लग्यो, यसलाई अझै नेस्टेडमा चाहिँ टाइम कम्प्लेक्सिटी एकदमै कम हुन्छ, किनभने यसले चाहिँ बाइनेरी स्टाइलमा सर्टिङ गर्छ। भन्नुको मतलब इफ इज कोल्ड चिसो छ भने, यहाँ ध्यान इफ इज कोल्ड चिसो छ भने अब यो भित्र फेरि हेर्न मिल्यो इफ इज रेनी पानी परेको छ कि छैन हो। सो हेर्नु दुइटैमा मैले कलन लाएँ है। इफ इज कोल्ड यो ट्रु छ भने कोड बल्ल यो ट्याबभित्र पस्यो। सो इज रेनी पनि ट्रु छ भने फेरि ट्याबभित्र पस्यो भने चाहिँ प्रिन्ट यसमा के पो वेयर वार्म क्लोथेस एन्ड टेक अम्ब्रेला हो। अब यहाँ यो बाहिर भनेको इफ इज कोल्ड चाहिँ चिसो छ चाहिँ ट्रु भएर एक ट्याबभित्र पस्यो, तर रेनी छैन, रेनी नभइसकेपछि एल्स चल्ने भयो भनेको इज कोल्ड चाहिँ छ, एक ट्याब चाहिँ भित्र पस्यो, एक ट्याब भनेको इफ इज कोल्ड चाहिँ ट्रु हो चिसो छ, अनि रेनी छ भनेर हेर्दा छैन, सो एल्स चल्यो भने चाहिँ इज कोल्ड ट्रु छ रेनी छैन भने चाहिँ के आउने भयो, जस्ट वेयर वार्म क्लोथेस, तातो लुगा मात्र लगायो भयो। अब एल्स भनेको इफ इज कोल्ड चिसो भएको भए माथिको चल्थ्यो, चिसै छैन एल्स चल्यो। सो कुन चल्यो, एल्स चले पछाडि के हुने भयो त, एल्स भनेको इफ इज कोल्ड अब चिसो छैन भने चाहिँ पानी परेको छ कि छैन यो हेर्नु पर्यो। इफ इज रेनी पानी परेको छ कि छैन, के गर्नु पर्यो यहाँ प्रिन्ट। हेर्नु है, इज कोल्ड चिसो छैन, चिसो भएको भए त माथिको चल्थ्यो, एल्स भन्नुको मतलब चिसो छैन तर पानी परेको छ भनेपछि के भयो, जस्ट टेक अम्ब्रेला, छाता मात्र लगे पुग्यो। र अर्को केसेस भनेको एल्स के हुने भयो प्रिन्ट। हेर्नु है, चिसो छ छैन एल्स चल्यो, पानी परेको छ छैन, सो दुइटै फल्सवाला केस यहाँ आउने भयो। इन्जोय कहाँ चल्यो, इन्जोय यहाँ छ। यो हेर्नु है, अब यहाँ मैले इन्जोयमा कोटेसन नलाउँदा पनि एरर आएन। किन आएन भन्दा इफेल्स भनेको चाहिँ अहिलेको केसमा जस्ट वेयर वार्म क्लोथेस यो चल्यो क्या, यो स्टेटमेन्ट चल्दा अरूले थाहा नै पाएन है। तर यो मैले एल्सवाला चलाएँ भने हेर्नु एल्स कुन बेला चल्छ, दुइटै फल्स हुँदा चल्छ, एरर आउँछ। इन्जोय इज नट डिफाइन्ड, किन यो कालो सिधै त भेरिएबलको नाम हो। सो इन्जोय हुनलाई त मैले यहाँनिर इन्जोयलाई त केही त डिफाइन गर्नु पऱ्यो, इन्जोय इक्वल्स टु 20 त भएको हुनुपर्छ, अनि मात्रै आउँछ भ्यालु 20। यसले त भ्यालु तान्ने हो, यो त भेरिएबल हो। सो त्यो केसेस
पनि विचार गर्नु पऱ्यो। कहिलेकाहीँ कोडमा एरर आउँदैन तपाईँहरूको, बट स्टिल कोड रङ हुनसक्छ। अहिले भर्खर मैले देखाएँ इफ एल्सको केसमा है। ल यो भयो इन्जोय। अब हेर्नु है त, यो 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 सेम कोड हो, एउटै काम गर्छ यो सबैले। तपाईँले कसरी लेख्ने भन्ने कुरा। अब यो चाहिँ अप्टिमाइज्ड कोड हो भन्छ। किन भन्दाखेरि यसको टाइम कम्प्लेक्सिटी कम हुन्छ अरे। भन्नुको मतलब के हो बुझ्नु है। यसमा दुइटै फल्स छ भने हेर्नु, पहिला यो लाइन हेरौँ है, यो फल्स छ एकचोटि, यो छ दुईचोटि, यो छ तिनचोटि, यो छ चारचोटि भनेको फोर्थ टर्नमा मात्र इन्जोय प्रिन्ट भयो। यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि इच कोल्ड फल्स भेट्यो। यो सुरुको हेऱ्यो, एकचोटि चेक भयो, फल्स भइसक्दा सिधै यो अब एक्जिक्युट अर्को त छैन, एलिफ त छैन, सो यो फल्स भइसक्दा यो चल्ने भयो। यो चल्यो, एकचोटि चेक भयो, फेरि इजरेनी हेऱ्यो, इजरेनी पनि फल्स छ, सो सेकेन्डचोटिमा यो कोड चल्यो। हेर्नु त माथि यो कतिचोटि चाहिन्छ, चारचोटि हुन्थ्यो नि त। फर्स्टको कन्डिसन, सेकेन्डको कन्डिसन, थर्डको, फोर्थमा टर्न आउँथ्यो। यसमा के हुन्छ, यो चेक भयो, यो फल्स भइसक्दा अब यो भित्र जानै परेन यसले, यो एकैचोटि स्किप भएर कहाँ आउँछ, एकैचोटि यो एल्समा आयो। एल्समा आइसकेपछि फेरि इजरेनी चेक गर्यो, यो फल्स भयो भनेपछि बाँकी जे छ एक्जिक्युट गरिदियो भनेपछि दुईचोटिमा एक्जिक्युट भयो यो कोड। दुईचोटि कन्डिसन चेक हुनु पऱ्यो। सो जहिले पनि हामीलाई नेस्टेडले चाहिँ टाइम कम्प्लेक्सिटी भन्छ है। तपाईँहरूको यो प्रोग्रामिङमा पछि दुईवटा कन्सेप्ट आउँछ, टाइम र स्पेस कम्प्लेक्सिटी। टाइम कम्प्लेक्सिटी भनेको चाहिँ कम्प्युटेसनलाई कति टाइम लागेको छ, कतिचोटि कुन इटरेसनमा भेटेको छ भन्ने क्वेसन टाइम कम्प्लेक्सिटीले दिन्छ। स्पेसले चाहिँ कति कति स्पेस खाएको छ, जस्तो कोडको लेन्थ कत्रो छ, हो यो कुराहरू स्पेसले दिन्छ है। सो यसले चाहिँ टाइम कम्प्लेक्सिटी एकदमै घटाउने हो। सो तपाईँहरू बिस्तारै जुनियरबाट सिनियर हुँदै जाँदा लेख्ने कोड चाहिँ यो, यही कुरालाई यसरी कोड लेख्नु पर्यो। बुझिन्छ है, यहाँसम्म क्लियर छ? कसैलाई केही क्वेसन्स? छैन सर। विमला एसके? छैन सर। ल निलिसजी है, कसैलाई छैन नि, छ भने सोध्नु है। एकदम सानो कुरा हो, भोलि एकदम ठुलो यसले हुन्छ नि। यो हेर्नु त सेम कुरा रहेछ नि त, यो कोड लेखे नि भयो, यो कोड लेखे नि भयो, यो कोड लेखे नि भयो। सो कुन एङ्गलबाट लेख्ने, कसरी त्यसलाई, त्यो कोडलाई हिजो पनि मैले डिस्टिङसनको केसमा सिकाएँ। जस्तो सिक्वेन्सियल्ली कोडलाई, तपाईँको टास्कलाई सिक्वेन्सियल्ली भनेको वान साइडबाट चाहिँ सल्भ गर्न थाल्ने, एउटा कुरो त्यो भयो। जस्तो 80% माथि डिस्टिङसन, 60 माथि फर्स्ट डिभिजन, यसरी राख्यो भने त भोलि 70 आउनेको फर्स्ट एक्जिक्युट हुँदैन, सेकेन्ड एक्जिक्युट भयो नि त एलिफवाला। किनभने फर्स्टको 80वाला 80देखि माथि सबै फिल्टर गरिसकेपछि त भोलि तपाईँहरूले 60देखि माथिको छान्दा पनि 80देखि माथिको त्यहाँ पर्दैन क्या, किन हामीले फर्स्टमै त्यसलाई फिल्टर गरिसक्यौँ। हो यसरी कोडलाई चाहिँ सिक्वेन्सियल एक साइडबाट ब्रेड खाए जस्तो हुन्छ नि, ब्रेडको लम्पलाई सर्ट साइडबाट काटे जसरी जानु पऱ्यो। त्यो एकैचोटि बिचमा 40देखि 60 सेकेन्ड डिभिजन भन्दै त्यो बिचको स्लाइस झिक्न नखोज्ने भने चाहिँ कोडलाई सिक्वेन्सियल कताबाट सल्भ गर्दा सजिलो हुन्छ त्यो एङ्गल हेर्नु पऱ्यो। फर्स्टमा म यो वेमा जान्छु भनेर, सेकेन्डमा त्यो कोडलाई सर्ट सर्किटिङ गर्न सकिन्छ कि, किनभने एन्ड र अर भयो भने त सर्ट सर्किटिङ गर्न सक्यो। त्यसलाई नेस्टेडमा लान सकिन्छ कि होइन। अनि त्यसमा दुईवटा बुलियन भेरिएबल ट्रुवाला छ भने फर्स्टमै त्यो लेख्दा सेकेन्डमा त्यो भेरिएबल रिपिट गर्नु पर्दैन कि। सो यो सबैभन्दा बेस्ट कोड लेख्ने प्रयास गर्ने है त। सो यति नै थियो इफ एल्स, यही नै हो। हिजो हामीले जति अहिलेसम्म हेऱ्यौँ कतिवटा कन्डिसन हुन्छ, सो इफमा लेखिन्छ, बाँकी हजुर हजुर भन्नुहोस् सर। हजुर हजुर, टाइम कम्प्लेक्सिटी कसको कम हुन्छ, कम्पाइलरको हुन्छ कि हाम्रो? टाइम कम्प्लेक्सिटी कम्पाइलर र इन्टरप्रेटरको केसमा चाहिँ कम्पाइलरकै हुन्छ भनिन्छ है। किनभने जस्तो C++को कोडहरू छ नि, यसले CPP फाइल जेनेरेट गर्छ र त्यो सोर्स कोड चाहिँ झ्याप्पै एक्जिक्युट हुँदा छिटो हुन्छ भन्ने पनि हुन्छ, तर त्यही आधारमा पनि हेर्न मिल्दैन। जस्तो पाइथनको धेरैवटा भेरिएन्ट एभाइलेबल छ, तपाईँहरूलाई थाहा छ कि छैन। सी पाइथन भन्छ, साइथन भन्छ त्यसलाई है। त्यसले चाहिँ पाइथनको कोडलाई पहिला सीको उसमा एक्सटेन्सनमा लगेर एक्जिक्युट गर्छ, त्यो पनि छ। हाम्रो लागि अहिले अब जस्तो कम्प्युटरले कुन ल्याङ्ग्वेजले कति टाइम लिन्छ भन्दा पनि कोडको हिसाबले चाहिँ हामीले घटाउनु पऱ्यो। यो कोड जस्तो अघि मैले भने, यो कोड लेख्नुभन्दा फर्स्टको लेख्नुभन्दा सेकेन्डको राम्रो, सेकेन्डको भन्दा थर्डको राम्रो। हामीले गर्न सक्ने चाहिँ यही हो है। सो तपाईँहरूले टाइम स्पेस कम्प्लेक्सिटी गर्दै गर्दा चाहिँ कोडलाई कतिचोटिमा एक्जिक्युट गर्ने र सर्ट कोड कस्तो लेख्ने भन्ने बारेमा ध्यान दिनु पऱ्यो है त। त्यति नै हो। ल यही नै थियो इफेल्स। अब अरू प्र्याक्टिस गर्नु होला तपाईँहरूले है। यसमा धेरैवटा अरू
बिचमा इन्भल्भ भएको कुराहरू पनि धेरै छ, अरू आउन बाँकी है। अब आज चाहिँ हामी फर्स्टमा सिङ्गल कोट भर्सेस डबल कोट पढ्छौँ। यो मैले तपाईँहरूलाई इफेल्स भन्दा अगाडि पढाएको भए पनि हुन्थ्यो, तर मैले पछाडि नै पढाएँ है त। जस्तो मैले प्रिन्ट हेर्नु त सिङ्गल कोट लगाएर हेलो वर्ल्ड गर्दा पनि आउटपुट के आउँछ, हेलो वर्ल्ड आउँछ। प्रिन्ट मैले डबल कोट लगाएर हेलो वर्ल्ड गर्दा पनि आउटपुट के आउँछ, हेलो वर्ल्ड आउँछ। सो पाइथनमा चाहिँ सिङ्गल कोट र डबल कोट, सिङ्गल कोट एज स्ट्रिङ, सिङ्गल कोट अनि स्ट्रिङ, स्ट्रिङमा सिङ्गल कोट युज हुन्छ। त्यस्तै यहाँनिर के भयो, डबल कोट अनि स्ट्रिङ, स्ट्रिङमा के युज हुन्छ, डबल कोट पनि युज हुन्छ। अब यो दुईवटा सिन्ट्याक्स किन बनायो भन्ने क्वेसन आउँछ। जस्तो वाइ, यहाँनिर हामी सोध्नु पहिला वाइ टु कोट्स आर मेड फर स्ट्रिङ्स। दुई खाले किन बनाइयो त भन्दाखेरि बुझ्नु पर्यो। मैले जस्तो इट्स अ हट डे लेख्न खोजेँ, हेर्नु है, मैले इट्स अ हट डे, ठिक छ। यहाँबाट हेर्नु सिङ्गल कोट छ बाहिरै, एउटा कोट एउटा कोट। यो त मेरो इट्सको एपोस्ट्रोफ हो, इट्सको के हो, एपोस्ट्रोफ हो। यो केसमा अब मलाई थाहा छ यो एपोस्ट्रोफ हो, हामी इङ्ग्लिस बुझ्नेलाई थाहा छ यो एपोस्ट्रोफ हो, तर यो कम्पाइलरलाई थाहा छैन कि यो एपोस्ट्रोफ इट्सको त्यो एपोस्ट्रोफ हो भन्ने यसलाई थाहा छैन। यसले के भेट्यो, स्ट्रिङ स्टार्ट हुँदा जे, किनभने तपाईँहरूको कम्पाइलरले त पार्सिङ गर्ने हो, पार्सिङ भनेको स्टार्ट हुने बेलामा यो क्यारेक्टर आयो भने इन्ड पनि यही क्यारेक्टरले गरिदिन्छ, हेर्नु त। सो आइटी लेखिसके पछाडि स्ट्रिङ स्टार्ट भएको थियो, यहाँबाट क्लोज कहाँ भयो, यहाँ भयो। सो यति चाहिँ रातो एज अ स्ट्रिङ आयो, यति मात्र हुनु भने एरर आउँथेन है, इट प्रिन्ट हुन्थ्यो। तर यहाँदेखि पछाडिको क्यारेक्टर त रिकगनाइज भएन नि त, यहाँ स्टार्ट भएको थियो, यसले क्लोज भयो। अब खोइ त यहाँ एस भन्ने भेरिएबलै छैन, स्पेस छैन, हुन्छ नि, यो त रातै कलरमा आएन। सो यो चाहिँ एरर आउँछ भनेको सेन्टेन्स आफैमा भित्र सिङ्गल कोट युज भएको छ भने चाहिँ बाहिरपट्टि डबल कोट युज गर्नु पर्यो, बुझिन्छ होइन। यो चाहिँ कमेन्ट गरेर यो चाहिँ चलाउँ, हेर्नु त के आयो, इट्स अ हट डे। हेर्नु है, सेन्टेन्सभित्र आफैमा एपोस्ट्रोफ युज भएको छ भने बाहिरपट्टि पनि सिङ्गल कोट लगाउनु भयो भने यो एपोस्ट्रोफले यसलाई क्लोज गरिदिन्छ। यहाँबाट स्टार्ट हुन्छ स्ट्रिङ, स्ट्रिङ स्टार्ट हुने बेलामा कम्पाइलरले के भन्यो, कोटेसन भेट्यो भनेको स्ट्रिङ स्टार्ट हुने बेला अब भन्यो। अब कहाँसम्म भन्छ भन्दा अर्को कोटेसन आइन्जेलसम्म। सो कोटेसन आयो यहाँनिर, इट्समा एपोस्ट्रोफ हो तर कम्पाइलरले थाहा पाउँदैन एपोस्ट्रोफ भनेर, यसले के बुझ्छ, कोटेसन आयो स्ट्रिङ सक्यो भन्छ। सो इटलाई मात्रै स्ट्रिङ राख्छ, बाँकीले गर्दा एरर आउँछ। सो इफ द सेन्टेन्स ह्याज एपोस्ट्रोफ, एपोस्ट्रोफ apostrophe in itself, it will close the string, it will अथवा के भन्यो, it will end the string, hence use double quote, हैन है। त्यही भएर डबल कोट युज गर्नु पर्यो, डबल कोट, because sentence has apostrophe in itself, आफैमा के छ, एपोस्ट्रोफ छ, त्यही भएर के युज गर्नु पर्यो, डबल कोट युज गर्नु पर्यो, बुझिन्छ है। यो क्लियर छ। यो हेर्नु है, सिङ्गल कोट युज हुँदा के हुँदो रहेछ मैले देखाएँ, एपोस्ट्रोफले के गरिदिन्छ, क्लोज भयो भन्ने खाले एउटा इन्फर्मेसन दिन्छ, जसले गर्दाखेरि हाम्रो के आउँछ, एरर आउँछ। त्यही भएर सेन्टेन्समै एपोस्ट्रोफ छ भने चाहिँ भित्रपट्टि के युज गर्ने, डबल कोट युज गर्ने है। यो सेन्टेन्सले, ओहो पक्नुसलाई के भयो, के थिच्यो नि फेरि, कन्ट्रोल जेड टप राइटमा क्रस गर्नु न सर, यसमा हो, ए ल इट्स अ हट डे। सो कन्ट्रोल बी, होइन नि मैले लेखेकै आएको, ल प्रिन्ट इट्स अ कोल्ड डे, एरर आइसक्यो है, हेर्नु त है, अनटर्मिनेट स्ट्रिङ रिटर्न। सो यसले के आउँदो रहेछ, एरर आउँछ। अब सिङ्गल कोट युज हुने ठाउँ, वाइ टु कोट्स आर मेड फर स्ट्रिङ, होइन। अब सिङ्गल कोट चाहिँ जस्तो सेन्टेन्समा मलाई आउटपुट के चाहियो, इट इज कोल्ड, इट इज कोल्ड टुडे, यो आउटपुट चाहियो भने हेर्नु त मैले यसमा प्रिन्ट लगाएर सुरुमा डबल लगाएँ भने त यो कोल्डको यो यसले मेरो क्लोज गरिदियो, सो एरर आयो। त्यही भएर सेन्टेन्स आफैमा डबल कोट युज हुन्छ भने चाहिँ बाहिरपट्टि के युज गर्ने, सिङ्गल कोट युज गरिदिने। इट इज अब कोल्ड डे। अब हेर्नु है, यसमा के भयो,
सिङ्गल कोटले सुरु भएको छ कम्पाइलरको पार्सिङ, सो यसले अर्को सिङ्गल कोट नआएसम्म क्लोज हुँदैन। सो यो डबल कोटले हामीलाई फरक पारेन, आयो 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 सिङ्गल हो लास्टमा, अनि मात्र क्लोज भयो। सो यो चल्छ है। अब यसले चाहिँ के गर्छ, गिभ्स एरर। बुझिन्छ यसमा? सो सेन्टेन्सभित्र एपोस्ट्रोफवाला सेन्टेन्स छ भने बाहिरपट्टि डबल कोट युज भएको छ सेन्टेन्समा भने बाहिरपट्टि सिङ्गल कोट। अब वाट इफ बोथ कोट्स आर युज्ड, दुइटै युज भएको छ भने के गर्ने? मलाई मतलब आउटपुट चाहियो इट्स हैन, आइटी इट्स अ कोल्ड डे। ल हेर्नु यसमा सिङ्गल पनि युज छ, डबल पनि युज छ। अब यसलाई मैले प्रिन्ट गरेँ, सिङ्गल लाएँ, एरर आउँछ। के आउँछ? एरर आउँछ, मिलेन। टर्मिनेट गरिदियो यो 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 इट्सको एपोस्ट्रोफले यसलाई टर्मिनेट यिनीहरू गरिदिइहाल्यो। सो बाँकी क्यारेक्टरले एरर आयो। त्यस्तै प्रिन्ट गरेँ मैले फेरि र डबल युज गरेँ, डबल युज गरेर आइटिएस इट्स अ कोल्ड डे। ल हेर्नु फेरि एरर आयो। किन? डबल कोटलाई केले गरिदियो, यसले गरिदियो भने चाहिँ दुइटैमा एरर आयो भने चाहिँ मसँग यही दुईवटा प्रब्लमलाई सल्भ गर्न चाहिँ नयाँ टपिक आउँछ जसको नाम के हो? स्क्याप सिक्वेन्स हो। स्क्याप सिक्वेन्स भन्छ यसलाई। यो भनेको चाहिँ यस्तो यो फरवर्ड स्ल्यासलाई स्क्याप सिक्वेन्स भन्छ है। भन्नुको मतलब वाट एभर कम्स आफ्टर दिस इज अ सिम्बल है। भन्नुको मतलब डोन्ट इन्टरप्रेट इट। यसलाई चाहिँ के काम गर्छ भनेर इन्टरप्रेट नगरा भनेको। सो फर इक्जाम्पल मैले यसमा इट्स अ कोल्ड डे लेखेको छ, यो चाहियो भने अब हेर्नु है, हाम्रो एरर ल्याउने के हो? यो स्टार्ट भएको थियो, यसले एरर ल्यायो नि त। यो कोड एक्जिक्युट, यो क्यारेक्टरले चाहिँ क्लोज गरिदियो। सो यसलाई छेक्नको लागि मैले यस्तो लगाइदिने। हेर्नु त, इट्स अ कोल्ड डे भनेको सिङ्गल पनि छ यसमा, डबल पनि युज भएको छ, बट स्टिल स्क्याप सिक्वेन्सले हेल्प गर्यो है। अर्को भनेको प्रिन्ट, मैले यो डबलवाला युज गर्छु भने अब त्यो डबलको अगाडि छेक्नु पऱ्यो है। यहाँनिर मैले के गर्नु पऱ्यो? छेक्नु पऱ्यो। कहाँ छेक्नु पऱ्यो भन्दा डबलले स्टार्ट भएको छ, सो यो डबलले क्लोज गरेँ। यसलाई मैले हेर्नु है, यो स्क्याप सिक्वेन्सदेखि एक स्टेप पछाडिको क्यारेक्टर चाहिँ एक्जिक्युट हुँदैन, इन्टरप्रेट हुँदैन भनौँ। एक्जिक्युट त भयो, डबल कोलन देखा पर्यो, तर यो डबल कोलनको फङ्सन के हो? फङ्सनलेस बनाइदिन्छ यसलाई। जे छ त्यही देखा पर्छ, त्यसलाई एक्जिक्युट गर्न चाहिँ पाउँदैन। त्यो भएकोले गर्दाखेरि यो यसले क्लोज गर्दैन। अब यो एज अ सिम्बल प्रिन्ट भइदिन्छ। यसले पनि क्लोज गरेन है। अब यहाँनिर किन क्लोज भएन यसले? फेरि यो त नआउनु पर्ने हो। इट्स अ कोल्ड, यो सिन्ट्याक्स हेरेर है, अघि मिस्टेक आएको, यसलाई पनि छेक्नुपर्छ। सो अब चाहिँ आउँछ हेर्नु है। भनेपछि स्क्याप सिक्वेन्स युज गर्नु पऱ्यो। बेस्ट यो हो, किन? एक क्यारेक्टर भयो भने छोटो हो। बेटर यो हो, यो के हो? यो बेटर हो। हेर्नु है, यसमा किन सिङ्गल कोटले स्ट्रिङ सुरु भएको थियो? अब मेरो सेन्टेन्समा जम्मा सिङ्गल कोट एकचोटि युज भएको छ नि त, एपोस्ट्रोफ। सो मैले बाहिर सिङ्गलले युज गरेँ भने त एपोस्ट्रोफ, एउटा एपोस्ट्रोफ एकचोटि छेक्दा भयो। तर मैले बाहिर डबलले युज गरेँ भने भित्र दुईवटा छ, सो दुईचोटि छेक्नु पऱ्यो। यहाँ पनि छेक्नु पऱ्यो, यहाँ पनि छेक्नु पऱ्यो, यहाँ एकचोटि मात्रै छेक्नु पऱ्यो। सो हेर्नु पऱ्यो यो कन्डिसन पनि। सेन्टेन्सभित्र सिङ्गल कोट युज भएको छ भने त बाहिरपट्टि एकचोटि मात्र सिङ्गल कोट छ भने बाहिर सिङ्गलै युज गर्दा भयो होइन। अथवा डबल थोरै, जुन थोरै छ, सिङ्गल थोरै छ भने त्यसलाई छेक्ने, बाहिर त्यही युज गर्ने। अब धेर भएकोलाई गर्नु पऱ्यो भने चाहिँ धेरैचोटि यसरी स्क्याप सिक्वेन्स, डिआरवाई कन्सेप्ट डोमिनेट हो नि त। डोन्ट रिपिट युर सेल्फ भनेको यहाँ पनि गरियो, यहाँ पनि गरियो। सो यो भन्दा यो बेटर हो, यो पनि नराम्रो होइन। बेस्ट चाहिँ के हो? यो। अब गुड चाहिँ के हो त होइन? बेटर र बेस्ट हेर्दै गर्दा गुड चाहिँ यसलाई मल्टिलाइन स्ट्रिङ युज गरेर पनि लेख्न सकिन्छ भनेको। तीनवटा कोटेसनले मल्टिलाइन स्ट्रिङ भन्छ है। यो आउँछ अब यो पछाडि। इट्स अ हेर्नु त कोल्ड डे, 1 2 3 प्रिन्ट भयो, इट्स अ कोल्ड डे। त्यस्तै यसलाई मैले कपी गरेँ र यहाँ राखेँ। अब मैले के गरेँ? डबल कोट युज गरेँ। सो डबल 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 होइन, यहाँ पनि के? डबल डबल डबल, इट्स अ कोल्ड डे। यो हेर्नु, यो गुड अथवा युजिङ मल्टिलाइन कन्सेप्ट्स होइन, जस्ट गुड बिकज इट हेज वर्स टाइम कम्प्लेक्सिटी। टाइम कम्प्लेक्सिटी चाहिँ यसको हाई हुन्छ, त्यही भएर यो गुड मात्रै हो। योभन्दा राम्रो यो हो, योभन्दा बेस्ट चाहिँ यो हो है।
किनभने यसमा किन भन्दाखेरि यो ट्रिपल कोट आउनु भनेको चाहिँ पार्सिङले अब 3टा सिङ्गल कोटेसन रेगुलर आयो भने चाहिँ स्ट्रिङ स्टार्ट भयो भनेर बुझ्यो। माथिको केसमा हेर्नु है, 3टा सिङ्गल कोट रेगुलर आउँदा स्ट्रिङ स्टार्ट भयो। अब यसले क्लोज हुने बेला पनि त्यही खोज्छ, जे भएको थियो आउने बेलामा क्लोज हुने बेलामा त्यही खोज्छ भनेपछि 3टै सिङ्गल कोट खोज्छ यसले। अब त्यस्तै यो त्यही भएर एउटा कोटले यो क्लोज भएन, किन स्टार्ट हुने बेला त 3टा आएको छ क्यारेक्टर, सो यो एउटाले फरक परेन होइन, यसले त फरकै परेन, त्यही भएर यसले मात्र क्लोज हो। अब 3टा डबल छ भनेपछि यसले पनि के खोज्छ, 3टै डबल खोज्छ क्लोज हुने बेलामा। सो यो कन्सेप्टले पनि हामीले यो काम चाहिँ गर्न सक्छौँ। सिङ्गल कोट र डबल कोट सेन्टेन्सभित्र छ भने मिलाएर एक्जिक्युट गर्न चाहिँ सक्छौँ। तर यो भन्दा राम्रो चाहिँ के हो त, स्क्याप सिक्वेन्स युज गर्ने, किनभने यो चाहिँ मल्टिलाइन स्ट्रिङको कुरा हो। अहिले अब हामी यो पछि पढ्छौँ। गाइजले एकैछिनै म पानी खाएर आउँछु, तपाईँहरू यो स्क्रिनको कोड हेर्दै गर्नुहोस् है, एनालाइसिस गर्नुहोस् माथिदेखि। Ten. One. Body. Not bad Not bad. for 1 hour. 1 hour only. Okay. Where are you and what is Mrs. New road going. ल थाल्ने ल। Okay. सो ल गाइज आइम ब्याक है। सो बुझ्यो हामीले। यहाँ कोही केही क्वेसन्स छ तपाईँलाई? हजुर हजुर। अन्त के अरे त्यो ट्रिपल के अरे 3टा त्यो 3टाको भित्र हामीले त्यहाँ 3टा भन्दा बढी के अरे उदियो भने चाहिँ कोटेसन दियो भने चाहिँ 6वटा आयो भने त 4वटै आयो भने पनि क्लोज भयो। 3टा चाहिँ तर यस्तो त यो त वेड सिन्ट्याक्स हो नि त, अब यो इङ्ग्लिस ग्रामरमा खासै युज भएको छैन नि त। होइन सरलाई एउटा लामो सेन्टेन्स लेख्दाखेरि लाइक एउटा प्याराग्राफै लेख्न पर्यो भने चाहिँ प्याराग्राफ त अब यहाँ लेख्न मिल्यो त तपाईँले, यो बिचमा जे लेखे पनि यो चाहिँ यस्तो। अब ठ्याक्कै तपाईँको कुरा आउँछ, यो भनेको मल्टिलाइन हो भन्नुको मतलब यो मैले सिङ्गल कोट र डबल कोट युज गरेको छु नि हिजोदेखि, यो चाहिँ 2टा लाइनमा हो भने एरर आउँछ। यसले एउटा लाइन मात्र हुन्छ सिङ्गल कोट र डबल कोटले है, त्यही भएर यसलाई सिङ्गल लाइन स्ट्रिङ भनिन्छ, सिङ्गल कोट र डबल कोट। अनि ट्रिपल सिङ्गल र ट्रिपल डबललाई चाहिँ मल्टिलाइन भनिन्छ। भन्नुको मतलब यो यसरी मल्टिपल लाइनमा भयो भने पनि आउँछ, यो चाहिँ बुझिन्छ है। यही सोध्नु भएको हो? हजुर हजुर त्यही हो सर। ओ ल, अब यो चाहिँ सिङ्गल लाइन भर्सेस मल्टी लाइनमा आउँछ। अहिले चाहिँ हामीले सिङ्गल कोट भर्सेस डबल कोट, ल बुझौँ है, एकचोटि समराइज गरौँ। सिङ्गल कोट कति बेला युज गर्ने, सेन्टेन्सभित्र डबल कोट युज भएको छ भने बाहिरपट्टि सिङ्गल कोट युज गर्ने। सेन्टेन्सभित्र एपोस्ट्रोफ सिङ्गल कोट युज भएको छ भने बाहिरपट्टि डबल कोट युज गर्ने। यो बुझिहाल्यो नर्मल केस। अब सेन्टेन्सभित्र 2टै युज भएको छ भने चाहिँ हामीले स्क्याप सिक्वेन्स युज गर्ने। के युज गर्ने? स्क्याप सिक्वेन्स भनेको फरवर्ड स्ल्यासले त्यो क्यारेक्टरलाई क्लोज हुने क्यारेक्टरको अगाडि राखिदिँदा त्यो क्यारेक्टर स्किप हुन्छ, त्यो गर्ने। अब मल्टिलाइनको कन्सेप्टबाट पनि गर्न सकिन्छ, बट यो नगर्ने, किनभने मैले यो गुड लेखेको छु, बेटर लेखेको छु, बेस्ट लेखेको छु भनेको बेस्ट प्र्याक्टिस गर्ने, यो मल्टिलाइनको नगर्ने है। अब चाहिँ हामी के हेर्छौँ, सिङ्गल लाइन भर्सेस मल्टिलाइन। मल्टिलाइन यो भनेको के हो, जस्तो हेर्नु है, प्रिन्ट मैले हेलो गाइज वेलकम टु दि पाइथन क्लास लेखेँ होइन त, चल्यो? चलेन भनेको सिङ्गल कोट भनेको जहिले पनि सिङ्गल लाइन स्ट्रिङ हो हामीले युज गरिरहेको। यो चाहिँ सेम लाइनमा भयो भने चल्छ है, एउटा लाइन मात्र हो क्या यो, बुझिन्छ? सो यो डबल कोट पनि के हो त, एउटै लाइन मात्रै। यहाँ मैले डबल कोटै लाएँ पनि यो चाहिँ सेम लाइनमा छ भने आउँछ। अब यो आयो अहिलेको केसमा, यो 2टा लाइनमा गइसक्दा यसले एरर फाल्छ, बुझिन्छ है। सो त्यो केसमा चाहिँ अब मल्टिपल लाइनमा लानु छ भने चाहिँ यही ट्रिपल सिङ्गल अथवा ट्रिपल डबल भनेको यसलाई डट डट ट्रिपल सिङ्गल, यसरी ट्रिपल सिङ्गल हुनु पर्यो। यो सिङ्गल लाइन पनि चल्यो, तर यसको काम मल्टिलाइन हो मेन चाहिँ होइन, मल्टिलाइन हेर्नु। र यो पनि के भयो, चलो किन चलेन, किन ट्रिपल छैन होइन। ल भन्नुको मतलब सिङ्गल हेर्नु है, 1 भन्नु ल, 1 सिङ्गल अर डबल कोट इज युज्ड फर 1 लाइन स्ट्रिङ
एउटा लाइन स्ट्रिङमा चाहिँ एउटा सिङ्गल अथवा एउटा डबल युज गर्ने, ट्रिपल अथवा 3 भने मैले ल 3 सिङ्गल अर डबल कोट इज युज्ड फर मल्टिलाइन स्ट्रिङ। बुझिन्छ? 3टा युज हुनु पर्यो रेगुलर। यसले चाहिँ मल्टिपल लाइन अब जतिवटा यहाँ अझै थपे पनि काम गर्यो क्या। हाई ल हेर्नु त यति गरे पनि यो आयो हाई, फरक परेन हैन। यहाँ अझै मैले जति स्पेस राखौँ प्याराग्राफै लेखे पनि आउने भयो भनेको। यसले चाहिँ एउटा भन्दा धेरै लाइन जतिवटा पनि ह्यान्डल गर्यो। यो हो सिङ्गल लाइन भर्सेस मल्टी लाइनको कन्सेप्ट। अनि यो प्रिन्ट लेख्दै गर्दा चाहिँ तपाईँहरूले यसको यो कोटेसनको सिधा अगाडि स्टार्ट गरेको कन्टेन्ट चाहिँ सुरुबाट आउँछ है। जस्तो यहाँ हेर्नु, यहाँ स्पेस बस्यो नि, यसलाई हटाउने, यहाँ यो सुरुबाटै आउँछ। हेर्नु बिचबाट देखियो भने कोटेसनबाट सुरु हुने भनेको बल्ल स्ट्रिङ सुरु भयो, सो यो फर्स्टमै आउँछ सुरुबाट। त्यस्तै यसलाई पनि फर्स्टमा ल्याउनु, अगाडि ल्याउने, यसलाई पनि ल्याउने है। सो यसले चाहिँ तपाईँहरूको यो कन्टेन्ट आउटपुट हेर्नु त सिधा प्रिन्ट भयो। ल यसरी गर्नु पऱ्यो है मिलाएर, यसलाई पनि यस्तै। अब यहाँ स्पेस आएन भन्ने क्वेसन आउन सक्ला। स्पेस आयो त आएन, किन यो मल्टिलाइन स्ट्रिङले चाहिँ के बुझ्छ भन्दाखेरि यो एउटा प्याराग्राफ आइसकेको र नेक्स्ट प्रिन्ट राखिसक्दा यसले त्यो लाइनलाई स्किप गरेर नेक्स्ट लाइनमा दिन्छ। यसको रुलै हो यो। सो यहाँ जतिवटा स्पेस राखे पनि यसले त्यो स्पेस चाहिँ हटाइदिन्छ, किनभने मल्टिलाइनमा यसले एज ए प्याराग्राफ एज ए स्टोरी नेक्स्ट हुन्छ नि, हामीले स्टोरीहरू लेख्दा प्याराग्राफ लेख्दा त्यो लाइनमा सक्यो भने नेक्स्ट लाइनदेखि भन्ने खाले थियो नि चलन हो, त्यसलाई नै यसले फलो गर्छ। यसमा के क्वेसन्स छ भन्नु त कसैले? ल सिङ्गल लाइन भर्सेस मल्टिलाइन छैन है। ल यो भनेको अब हेर्नु है, हामीले सिङ्गल कोट मल्टिकोट, सिङ्गल लाइन मल्टिलाइन पनि बुझ्यौँ यतिमा है। के छ अब आज हामी लुपमा जानु पर्यो, बट हामीसँग लुपलाई त 1.5 घन्टा लाग्छ। के गरौँ, लुपतिर जाऊँ आज? के छ कि यति गरौँ? बेसिक पढौँ नि सर, बेसिक लुपको। ल लुपको बेसिक पढौँ है। सो हामीले सिङ्गल लाइन मल्टिलाइन, अब यो कोटेसनहरूले तपाईँहरूलाई तना भन्नु भएन। हामीले 4 खाले नि कोटेसन पढ्यौँ भन्नुको मतलब सिङ्गल स्ट्रिङमा प्रिन्ट लेखेर सिङ्गल लेख्नु र डबल लेख्नु सेम कुरा हो, प्लेन टेक्स्ट छ भने। अब हेर्नु है, एउटा कुरा चाहिँ के बुझ्नु पऱ्यो, प्रिन्ट हेलो यसमा कुन टाइम कम्प्लेक्सिटीको हिसाबमा सजिलो हो भन्दा अब यो डबल छ भन्ने चाहिँ हुँदैन। डबल भए पनि यो एउटा क्यारेक्टरै हो कि हो, एउटा क्यारेक्टर, यो पनि एउटा क्यारेक्टर। किन एकचोटि ब्याक स्पेस थिच्दा पनि दुईटै कोटेसन उठ्छ नि त। यो त यसले एउटा स्पेस ठाउँ खाएको छ क्या, एउटा स्पेस ठाउँ खाएको छ, यसले पनि सेम ठाउँ खाएको छ। सो अब कुन राम्रो हो भन्ने चाहिँ क्वेसन हुँदैन है यसमा, दुइटै राम्रो हो। जे तपाईँलाई अब डबल कोट हात बस्छ भने डबल लेख्नु, सिङ्गल बस्छ भने सिङ्गल लेख्नु। तर काहीँ कुन ट्रेड अफ चाहिँ फलो हुनुपर्छ। जस्तो डिक्सनेरीको कीलाई चाहिँ प्रायः जस्तो सिङ्गल कोटले लेखिन्छ। त्यस्तै फाइल पाथ युज गर्ने बेलामा हामी के युज गर्छौँ, डबल कोट युज गर्छौँ। सो त्यो कुराहरू छ है। जस्तो फाइल पाथ भोलि हामीले सी भित्रको, युजर्सभित्रको, डेस्कटपभित्रको भन्दै गयौँ भने यहाँनिर हामी डबल पाथ, फाइल पाथलाई डबल युज गरौँ। त्यस्तै डिक्सनेरीको कीलाई हैन, हिजो पढेको नेमलाई हामी डबल भन्दा सिङ्गल युज गरौँला। तर त्यो एउटा ट्रेड अफ हो, फलो गर्ने कुरा हो। सो अलिअलि कहीँ यसको कन्भेन्सनहरू छ, बट बुझ्दाखेरि यसको यो कम्प्लेक्सिटीको हिसाबमा चाहिँ कुन राम्रो भन्दा यो सिङ्गल भन्न मिल्दैन है। हेर्नु त यो इभन यो दुईवटा लाइनले बराबर ठाउँ खाएको छ क्या। यो ठ्याक्कै क्लोजिङ प्यारेन्थेसिस हेर्नु सिधा मुनि छ हो। सो यसमा थोर धेर भन्ने हुँदैन। सिङ्गलले पनि यहाँ अलिकति अगाडि खाली ठाउँ राखिदिन्छ, दुईवटा एकैचोटि खाँदिएर आउँछ। बट यो एच र यो एच हेर्नु त सेम ठाउँमा युज भएको छ। सो सिङ्गल होस् अथवा डबल होस्, दिस इज जस्ट वान क्यारेक्टर है, यो एउटा क्यारेक्टर मात्रै हो। सो यसमा टाइम स्पेस केहीको पनि कुरा बराबर हो। जे मन लाग्छ त्यो युज गर्नुहोस्, तर यो केसेसहरूमा चाहिँ सोचेर युज गर्नुहोस्, ठिक छ है। अब आज हामी लुपिङ, ल हल्का लुपिङको बेसिक कन्सेप्ट हेर्नु। लुपिङ भनेको म्याथमेटिक्सको इटरेसन भने जस्तो हो, अथवा रिकर्सन हैन, सिमिलर भनौँ है। रिकर्सन भनेको के हो? रिकर्सन इज व्हेन अ फङ्सन कल्स इटसेल्फ है। रिकर्सन इज अ फङ्सन कलिङ इटसेल्फ। एक्ज्याक्ट लुप भनेको चाहिँ रिकर्सन होइन है। अब रिकर्सन भनेको चाहिँ फङ्सनले फङ्सनलाई बोलाउने भन्ने कन्सेप्ट हो। जस्तो एफएक्स इक्वल्स टू हेर्नु है, एफएक्स इक्वल्स टू फङ्सन अफ एक्स इक्वल्स टू एफएक्स प्लस 5 रहेछ। एफएक्स प्लस 5 यस्तो खाले फङ्सनलाई यसलाई के भन्छ? रिकर्सिभ फङ्सन। किन भन्छ भन्दाखेरि अब मैले नेक्स्ट लाइनमा गएर यो एफएक्स इक्वल्स टू छ,
सो एफएक्स हेर्नु है, अब यो एफएक्स भनेको कति हो भन्दाखेरि यो हेर्नुभयो भने त एफएक्स भनेको के हो त एफएक्स प्लस 5 हो। सो म यो एफएक्सको ठाउँमा के लेख्न सक्छु एफएक्स प्लस 5, किनभने एफएक्स भनेको के हो त एफएक्स प्लस 5 हो। ल मैले यहाँ यो ब्राकेट लगाइदिएँ। अब हेर्नु यो प्लस 5 छँदैछ, सो यो प्लस 5 यहाँ हो यस्तो। अब फेरि यो एफएक्स भनेको कति हो, एफएक्स भनेको हेर्नु त एफएक्स भनेको के हो त एफएक्स प्लस 5 हो। सो मैले भित्रको एफएक्सको लागि फेरि के गर्न सकेँ, एफएक्स भनेको चाहिँ एफ अफ एक्स प्लस 5 हो। अब यो प्लस 5 छँदैछ, यो प्लस 5 छँदैछ र यो पनि के छ प्लस 5 छ। अब हेर्नु यो फेरि एफएक्स भनेको एफएक्स प्लस 5 हो एफएक्स भनेको के हो एफएक्स प्लस 5। सो यो गक्कै गर्छ, यो कहिले पनि रोकिँदैन। सो वेन अ फङ्सन कल्स इट्सेल्फ हैन, त्यो चाहिँ एउटा रिकर्सिभ फङ्सनमा जान्छ भन्नुको मतलब त्यो चाहिँ इन्फाइनाइटली गइरहेको छ। यही कन्सेप्ट हो लुप भनेको। म्याथमेटिक्समा यो कन्सेप्ट रिकर्सन भएर देखिन्छ फङ्सनमा, तर ठ्याक्कै यसलाई कोडिङको टर्ममा लुपिङ भन्छ अथवा इटरेसन भन्दा पनि फरक परेन। किनभने हामीले अस्ति के पढेको छ, स्ट्रिङ लिस्ट टपल सेट र डिक्सनेरीलाई इटरेटिभ भनेर पढेको छ नि त। त्यो चाहिँ के हुन्छ इटरेसन हुन्छ हो, भनेको बार बार लुप लाउन मिल्छ। यो कुरा थियो ल रिकर्सिभ फङ्सन। अब हेर्नु है, देयर आर टू काइन्ड्स अफ लुप्स इन पाइथन। पाइथनमा दुई खाले लुप छ। सो देयर आर टू टाइप्स अफ लुप्स इन पाइथन, फर लुप एन्ड वाइल लुप, फर र वाइल हो। फर लुप इज युज्ड, फर लुप इज अनकन्ट्रोल्ड लुप भनौँ, अनकन्ट्रोल्ड लुप meaning it is used in all data, it is used in all elements of data structure भन्नु सबै इलिमेन्टमा एकैचोटि लाग्दिन्छ फर लुप चाहिँ। वाइल लुपलाई चाहिँ कन्ट्रोल लुप भनिन्छ। वाइल लुप इज कन्ट्रोल लुप, मिनिङ के, मिनिङ we can decide where to execute loop because किन भन्दाखेरि indexing is in our control। I चाहिँ I इक्वल्स टू हामी सुरुमा 1 0 गर्छौँ। यो इन्डेक्सिङ हाम्रो कन्ट्रोलमा भएकोले गर्दा यसलाई चाहिँ एकदम कन्ट्रोल्ड पाराले युज गर्न मिल्छ। मैले कतिचोटि युज गर्ने सोचेर कुन डेटामा युज गर्ने, फर्स्टकोमा युज गर्ने, सेकेन्डकोमा नगर्ने, थर्डकोमा गर्ने, फोर्थकोमा नगर्ने हो। यसरी यसलाई चाहिँ कन्ट्रोल्ड पाराले चलाउन मिल्यो है। यो थियो फर र वाइल। अब फर लुपको सिन्ट्याक्स के लेखिन्छ भन्दाखेरि जस्तो हामीले इटरेबल्समा हेरौँ। फर्स्टमा इटरेबल्स के थियो, स्ट्रिङ लिस्ट टपल सेट र डिक्सनेरी हैन। यसको स्ट्रक्चर चाहिँ फर लेखेँ मैले, एउटा यहाँको भेरिएबल जे पनि लेख्न मिल्यो, आइटम लेख्नु, भ्यालु लेख्नु, जे लेख्नु, एक्स लेख्नु, वाइ लेख्नु, तपाईँको इच्छा है। ल फर भ्यालु इन हेलो, हेलोमा भएको भ्यालुहरू मध्ये लास्टमा कोटेसन भइसक्दा अगाडि ट्याब हुन्छ है, त्यो बिर्सिनु भएन। मैले प्रिन्ट भ्यालु गरेँ हेर्नु त। अब भ्यालुमा फर्स्टमा के हो, स्ट्रिङको एउटा एलिमेन्ट जान्छ। स्ट्रिङको एलिमेन्ट भन्नुको अर्थ के हो त, के थिच्यो फेरि एकछिन ल। स्ट्रिङको हेलोको एउटा एलिमेन्ट भनेको त फर्स्टको एच हो। सो सुरुमा एच भनेको मतलब भ्यालुमा के जान्छ, फर्स्ट एलिमेन्ट जान्छ, एच गयो र यहाँनिर पनि भ्यालु छ। सो यहाँ के भयो, प्रिन्ट एच भयो, एच प्रिन्ट भयो। सेकेन्डमा यहाँ के जान्छ, नेक्स्ट क्यारेक्टर ई गयो, सो यहाँ ई भएर ई प्रिन्ट भयो। त्यस्तै थर्डमा के गयो, एल गयो हैन। त्यस्तै फोर्थमा पनि एल गयो, अनि ओ गयो, ओ गइसकेपछि सक्यो। सो त्यही भएर के भयो, एचइएलएल हो, लाइन बाई लाइन आयो। बुझिन्छ है। अब हेर्नु यो भ्यालुमा भ्यालु नै लेख्नुपर्छ भन्ने छैन, आइटम लेख्दा पनि भयो। यसमा के आइटम, अब आइटम भन्ने भेरिएबलमा सुरुमा एच जान्छ, एच प्रिन्ट भयो, यसरी भयो। ठिक छ है। सो यो 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 आइटमलाई चाहिँ के भन्छ, हियर आइटम इज अ लुप अथवा इटरेटिङ भेरिएबल द्याट रिसिभ्स 1 भ्यालु पर इटरेसन। एकचोटि घुम्दा एउटा भ्यालु पाउँछ। अब यो चाहिँ घुमिराख्ने हो हेर्नु है। जस्तो फरमा चल्यो हैन, चलिसके पछाडि यो कोड चल्यो, यो प्रिन्ट भयो, फेरि माथि जान्छ, अर्को ल्यो, फेरि प्रिन्ट भयो, फेरि यसरी यो घुम्छ। त्यही भएर यसलाई लुप भनेको घुमिराख्ने। बुझिन्छ है। अब यो स्ट्रिङमा थियो, अब मैले फर आइटम इन लिस्ट दिएँ हैन,
लिस्टमा दिएर मैले फर्स्टमा हाई दिएँ, सेकेन्डमा कमा हेलो दिएँ। अब के आउने भयो, लिस्टको एलिमेन्ट भनेको त यो सिङ्गै कमाले सेपरेट हुने। सो फर्स्टमा हाई प्रिन्ट भयो, सेकेन्डमा के प्रिन्ट भयो, हेर्नु फर्स्टमा हाई सेकेन्डमा हेलो, यसरी प्रिन्ट भयो। त्यस्तै मैले यो टपलमा दिएँ, यसमा पनि सेम कुरा भयो, हाई र हेलो आउने भयो यसमा पनि है। सो हाई र हेलो आयो। त्यस्तै मैले सेटमा दिएँ, ल हाई र हेलो मैले यसरी कोटेसनमा दिएँ भने त हाई र हेलै आउला। पहिला हेलो आयो, किन भन्दाखेरि स्ट्रिङमा हामीले पढिसकेको छ सेटमा चाहिँ अर्डर मतलब हुँदैन। सो फर्स्टमै हेलो आयो, सेकेन्डमा हाई आयो। सो यो यही कुरा थियो। अब यो दुइटै हाई भयो भने एउटा आउँदैन, किनभने सेटले पहिले दुइटामा एउटा हटाइदिन्छ, एउटा मात्रै रहन्छ। त्यही भएर आइटममा एउटा हाई गयो, त्यही आइटम आयो है। सेट रिमुभ्स द डुप्लिकेट एलिमेन्ट। त्यस्तै मैले फर आइटम इन डिक्सनरी नेम राम एज 20 गरेँ, प्रिन्ट आइटम गरेँ भनेपछि के प्रिन्ट भयो, नेम र एज भनेको। यसले डिफल्टमा डट कीलाई हेर्छ हो, डट किजलाई हेर्दो रहेछ डिफल्टमा। भन्नुको मतलब केही नलेख्नु र डट किज लेख्नु एउटै कुरा हो। कीले प्रायोरिटी पाउँछ हो, हेर्नु त सेम कुरा आयो भनेको। डिक्सनरीमा पनि यसरी लुप लाग्दा कीलाई प्रायोरिटी दिएर लुप लाग्दो रहेछ, बुझिन्छ है। सो अब वाइल लुपमा चाहिँ यही काम गर्दाखेरि हामीले इन्डेक्सिङको हेल्प गर्नुपर्छ है। जस्तो आई इक्वल्स टु समथिङ 0बाट स्टार्ट गर्ने कि कतिबाट स्टार्ट गर्ने त्यो हाम्रो हातमा हुन्छ। सो हामी भोलि चाहिँ लुपिङमा यसको अब वाइल लुप हेर्छौँ। अनि फर र वाइल कुन केसेसमा, कुन केसमा फर प्रिफर गरिन्छ, कुन केसमा वाइल प्रिफर गरिन्छ, मेन क्वेसन है। फर किन लाउने, वाइल किन लाउने, यसको बारेमा हामी डिटेल्ड हेर्छौँ। आजको क्लासको केही क्वेसन्स छ, ल भन्नु त कसैलाई। हेलो हेलो बोल्नुहोस् ल। सर हजुर हजुर। खाली डिक्सनरीको भित्र भ्यालु कसरी हाल्नु? खाली डिक्सनरीको भित्र हजुर भ्यालु हाल्नु पर्यो भने ल हेर्नु है, मैले एउटा खाली डिक्सनरी बनाएँ, भ्यालु भन्ने नै डिक्सनरी एम्प्टी बनाएँ। जहिले पनि एम्प्टी डिफाइन गर्दा सेट हुँदैन, त्यो डिक्सनरी हुन्छ। किनभने डिक्सनरी हेज द फर्स्ट प्रायोरिटी ओभर कर्ली ब्राकेट है। डिक्सनरीले फर्स्ट प्रायोरिटी पाउँछ, यो डिक्सनरी भन्छ। अब मैले के गर्न सकेँ, भ्यालुको नेम भन्ने कीमा छैन नेम त, यसले त की एरर आउँछ। यो रन गर्दा के आउँछ, नेम भन्ने की छैन भनेर की एरर आउँछ, ए की एरर। तर मैले इक्वल्स टुमा राम दिन पाएँ नि त, राम अब बस्ने भयो। अब मैले प्रिन्ट भ्यालु गर्दा नेम राम आइहाल्यो। बुझ्नुभयो सर? फर लुप लगाएर भने मैले ए लुप लगाएर डिक्सनरीमा त्यो यस्तो हुन्छ, लुप लगाएर राख्ने भने त मैले यही क्वेसन हेर्नु है, फर आई इन रेन्ज 5 गरेँ, 5 चोटि लुप चल्ने हो। अनि भ्यालुको नेममा राम राख भन्ने भनेपछि यो 5 चोटि त चल्यो, तर हरेक चोटि नेम भन्ने कीमै हिट भएकोले गर्दाखेरि नेम राम फेरि अब नेक्स्ट त बस्दैन। सो यसको सेमै आउटपुट आउने। अब यहाँनिर मैले लुप पछि प्रिन्ट भ्यालु गरेँ भने हेर्नु त नेम राम मात्रै आयो। 5 चोटि चल्यो चल्न चाहिँ, तर नेम राम सेम कीमा भ्यालु एड भइरहेको छ, अपडेट मात्र भयो। सो यो खासै अर्थ राख्दैन है। किन भन्दाखेरि लुपको काम भनेको चाहिँ सेम टाइपको सिमिलर डेटा स्ट्रक्चरलाई 1 बाई 1 त्यसको इलिमेन्टहरूलाई एसेस गर्न चाहिँ लुप युज हुने हो। सो यहाँ त हामीले यो त्यत्रो अब यो कन्सेप्टमा हामीले भरे यो भ्यालुलाई पनि डाइनामिकल्ली अपडेट हुने बनायौँ भने ठिक छ, तर यो सेम कुरामा लुप लगाएको चाहिँ खासै अर्थ हुँदैन, बुझ्यो है। यो हामी हेर्छौँ भोलि पर्सि, यसको डिटेल्ड आउँछ कुरा। ल अरू केही क्वेसन्स छ कसैलाई? छैन सर। ल यस्तो छ है, म तपाईँहरूलाई यस्तो मेरो धेरै भइसक्यो यो हुन्छ नि पढाउने, अब 15-20 ब्याच भनिसके पछाडि मेरो 2500 घन्टा ट्रेनिङ एक्सपिरियन्स भएकोले पनि मैले तपाईँहरूलाई अलिकति कोर्स फास्टै गराएको हुन्छु। अब 1 घन्टै गराए पनि लाइक 2 घन्टामा पनि यो कुनै हुन्छ नि ट्रेनरहरूले लगभग 2 घन्टा लाउने कुरा हो यो। सो त्यो भएकोले गर्दा तपाईँहरूलाई ठिक्क पुगेको छ। सो रेकर्डिङ हेर्नु, अनि प्लस डे 5 हेर्दै गर्दा डे 4 सम्मको पनि हेर्ने गर्नुहोस् है। जस्तो डे 1मा तपाईँहरूले डे 1 हेर्नुभयो, ठिक छ। अब डे 2मा चाहिँ डे 1 पनि हेर्नु पऱ्यो, 2 पनि हेर्नु पऱ्यो। फेरि डे 3मा 1 2 3 नै हेर्ने, फेरि डे 4मा 1 2 3 4 हेर्ने। यसरी तपाईँहरूले प्रिभियस सबै हेर्ने गर्नुहोस् है, किनभने एकदमै बढी मेमोराइज चाहिन्छ कोडिङलाई।
सिन्ट्याक्स याद हुनु पऱ्यो सुरुमा त लजिकको कुरा छ होइन। अब त्यो लेख्दा तपाईँहरूलाई सुरुमा अहिले ए भन्ने लाग्छ मैले लेखिरहँदा, आफूले जस्तो ठ्याक्कै लेख्न खोज्दा के हो भन्ने खाले हुन्छ। यही हो फर्स्टमा कोडिङ लर्न हुँदैखेरि हेरेको चाहिँ बुझिन्छ, लेख्ने बेला चाहिँ अलमल्ल हुन्छ।